मलाई मात्रै के खाँचो हो र मलाई माया त पाछेन मलाई सम्पत्ति के मलाई आस बर अनि चाहिँ मलाई जो के कारण मलाई त्यो सबै प्रमाण चाहिँ डिभोर्स चाहियो भन्नु कारण के हो उहाँको नाममा छ जग्गा जमिन भन्ने कुरो सबै उहाँलाई सोध्नुहोस् उहाँको नाममा 12 कट्टा छ मेरो नाम 1 कट्टा छ र उहाँले चाहिँ अब के गर्न लागि हो मलाई त्यो डोमेस्टिक गर्दैन अस्ति गरे के भन्नु त करोडौं सम्पत्ति छ गरे अनि छोराको 30 कट्टा त 30 लाख त छ अनि त्यो 30 लाख त जाने छोराको 13 करोड जान्छ त्यो सम्पत्ति मेरो मात्रै हो र अनि तपाईं त्यो भन्नु भएन तपाईं 13 करोड सम्पत्ति छ भन्नु भएको छैन होइन होइन हिनुस मन्दिर छिनुस भित्र गएर अस्ति भने त्यो करोड सम्पत्ति तसँग छ भन्नु भएन त्यही त हो न करोड सम्पत्ति त एक कट्ठा बेचेर तिर भन्नु भएन अला भइन नगरे के बेला भन्नु भएको त्यति बेला होइन अर्को दिन हुन्न भने साँच्ची राखेर कसम खानु न नाति काखमा राखेर कसम खानु होइन भन्नुहुन्छ भने मैले सत्य भनेर चाहिँ म काखमा राखेर त बस्छु मैले भन्न मैले अरु सम्पत्ति मैले भने के भने मेरो यस्तो मैले के भने तिम्रै सम्पत्ति सकिने हो बाबै तान मुद्दा तान तिम्रै सकिने हो तिम्रै सम्पत्ति सकिने हो भनेको त करोड उ गरे कहाँ के गरे त्यस्तो अल्पर दिने हो मलाई एउटा हिसाबले त्यो दिन होइन नि जस्तो माइते जा भन्छ मैले माइते गइथिस् नि 6 महिनासम्म माइते बसेर आइथिस् नि माइते त तपाईसँग लिने जा मन त म लिने कसम खाँदा नखाएर माइते गएको राम्रो भयो म नाति काख राखेर कुरा गर्छु तर मैले भनिन त्यो म्याडम मैले भनिन भोलिमा चाहिने बाबुवाला छोरा अनि त किन पिछे बोल्छु भन्दाखेरि त्यही भन्नु ल छोरा पनि यही छन् त छोरासँग हजुरले छोरासँग नि कुरा गर्नुहोस् है त ल भन्नुहोस् त के हो बाबु हो के भन्नुभयो बाबाले त छोरै होइनस् मेरो के अरे तेरो नामको अगाडि साइन हाल्लास् भनेर भन्नुभएको भनेर भन्नु हो भनेको ल हेर सुन्नुहोस् त यहाँ भन्नुभएको रे भनेर भन्नुहुन्छ छोराले भनेको तपाईले तपाई खेतको आलीमा बसेर भनेको तपाई खेतको आलीमा बसेर भनेको तपाईँ र मम्मी झगडा गरिरहनु भएको त्यही बेला भनेको मैले झगडा नगर्नु भन्न नि पाइन्न मैले झगडा नगर्नु भन्न नि पाइन्न र कट्टा त 30 लाखको त छ तैँले एक कट्ठा बेचेर तिर भन्नुभयो मैले ससुरा मैले जग्गा बेच्नुलाई त तपाईँ छोरा अपाङ भएर घर आउनुपर्छ घर आएपछि किन कमाउने मान्छे कोही हुन्न म बेच्छु एक कट्ठा बेचेर ऋण तिर्छु ऊ विदेश बसेर चैन काट्ने मैले छोरी पढाउने म आफै मैले ऋण तिर्ने पनि म आफै गर्ने म बेच्दैन जग्गा भनेर भने अस्ति पनि फेरि के भयो त्यही टिकटक हाल्थेँ मैले यो भन्दा पहिला मैले कति पठाएको छु 4 लाख रुपैयाँ त उनलाई 30 मा दिउँ 4 लाख रुपैयाँ त घर खर्च मात्र भनेर हालेछु घरमा छोरा छोरी छन् त्यहाँ हिसाब गर्ने 14 लाख रुपैयाँ कमाएको थिएँ योचोटि मैले 14 लाख कमाउँदाखेरि हिसाब गर्दा 4 लाख रुपैयाँ उनको नाममा त पठाएको थिएँ 4 लाख रुपैयाँ चाहिँ घर खर्च मात्रै गएको छ बाँकी मैले अन्त तिरेछु भने 4 लाख गयो कहाँ त्यो मैले चाहिएन घर खर्च राम्रो चलाए त्यो पैसा पनि चाहिएन मैले भनेको थिएँ तर चाहिँ अझै पनि तेरे भन्छु भनेको होइन कमसेकम मैले गल्ती गरेँ मान्छे आमा छोड्दै भने म छोड्दै त उस चन्द्रलाई पनि जेठाजी भन गरे न त तेरो मेरो जुठा गाडी छुट्टिन्छ रे चन्द्रदान जेठाजी किन भनिदिनु गरे पहिला यो चन्द्र जेठाजी पर्छ भने थाहा थिएन जुनियर ससुर त्यो टेक्न ऊ पर्छ अनि ससुर पर्छ भने थाहा थिएन भिनाजी भनिस गर तँलाई कति झगडा भएको छ तेरो मेरो डिभोर्स होला गरेर चन्द्रलाई जेठाजी भन गरे टाउको देखाउँछस् गरे भयो मलाई चाहिन्न गल्तीहरु अब आइन्दादेखि म भन्दिन बुढी भन्नु पर्यो आफ्नो बुढीलाई सम्झाउनु पर्यो त 20 वर्षको सम्बन्धलाई यतिकै यो त्यसै बिना मिडियामा सब पुगे त म अब बस्दै बस्दैन मिडियामा पुगे मलाई चाहिन्न छोरा पनि जहाँ बस्छन् यिनको खुसी हो बाबासँग बस्छन् जहाँ बस्छन् यिनको खुसी हो सम्बन्धमा जब माया हुन्छ विश्वास हुन्छ त्यो सम्बन्ध स्वर्ग बन्छ र त्यो जीवन स्वर्ग बन्छ जब सम्बन्धमा माया हुँदैन विश्वास हुँदैन एकअर्काप्रतिको कर्तव्य दायित्व हुँदैन तब त्यो जीवन नर्क बन्छ त्यस्तै विषयवस्तुलाई लिएर केही दिन अगाडि हामीहरूले एउटा भिडियो हजुरहरु समक्ष प्रस्तुत गरेका थियौँ है छोराछोरीको अधिकारको लागि उहाँले केही कुराहरू राख्नुभएको थियो र त्यही भिडियोलाई हेरेर उहाँको श्रीमानले सात समुद्र पारी विदेशमा हुनुहुन्छ कतारमा हुनुहुन्छ र उहाँ हाम्रो सम्पर्कमा आउनुभयो कर्णाली भिजन अनलाइन मिडियामा सम्पर्कमा आउनुभयो र उहाँले पनि वास्तविक कुरा खोल्न चाहनुभयो र त्यही मार्फत उहाँकै कुरा राख्नको लागि आज हामी उहाँकै घरमा उहाँहरूको परिवारसँग आज वास्तविक कुरा के हो त भनेर हामी बुझ्नको लागि र प्रस्तुत गर्नको लागि आज यहाँसम्म चाहिँ आएका छौँ र सर्वप्रथम म यहाँ बुवासँग कुरा गर्न चाहन्छु बुवालाई स्वागत छ नमस्कार बुवा नमस्कार बाबु नमस्कार हजुरको शुभ नाम बुवा मेरो नाम दुर्गाबहादुर ओली हजुरको छोरा जेठो छोरा होइन कान्छो छोरा हो कान्छो छोरा उहाँ विदेश जानुभएको कति वर्ष भयो अहिले 14 वर्ष भयो कि 14 वर्ष भयो
हजुरलाई हजुरको छोराले फोन गरेर के भन्नुभयो? यो फोन गरेर अब अहिले केही भनेन होइन। पहिला अब यसले मुद्दा हालेपछि बाबु थामिदिनुहोस्, म छोड्दैन, थामिदिनुहोस्। अनि अब जसरी आयो अब त्यो छोराछोरी छन्, नातिनातिना हुने टाइम भयो, म छोड्दैन, म आउन पाउँदैन, थामिदिनुहोस्, गएर पर्ती लगाइदिनुहोस् भनेर भन्यो उसले। अनि अब बुद्धिजीवीलाई सोद्धाखेरि अब पर्ती लगाइदिनु त एकलौटी हुन्छ, अनि एकलौटी हुन्छ त्यो त पर्ती त लगाइदिनु पऱ्यो, पछि आउला, पछि आउने कुरो भएन, आउला, आएर अनि आफै गर्ला पछि भनेर भन्नुभयो। अनि त्यही भएर पर्ती लाउन जानुपर्छ। तपाईँ अभिभावक भएको नाताले मैले तपाईँलाई फर्स्टमा पहिलो उसमा सोध्न चाहेँ तपाईँलाई। तपाईँले अब छोरा विदेशमा हुनुहुन्छ, तपाईँको दायित्व पनि हुन्छ कि यहाँ लालाबालाहरूलाई तपाईँको दायित्व पनि हुन्छ कि आफ्नो नाति नातिनालाई अझ साउभन्दा पनि ब्याजको माया हुन्छ भन्छन् बढी होइन? त्यसमा अब यसरी चिल्लीबिल्ली भइरहेको छ, एकजना तपाईँलाई त फोन सम्पर्क हुन्छ भन्नुभयो र बुहारीसँग सम्पर्क हुँदो रहेछ। सम्पर्क बन्द गरेको थिएँ, बुहारीले फोन बन्द गरेको थिएँ है, बन्द गरेको थिएँ र उसले त्यहाँतिर फोन गरिरहन्थ्यो। अब ऊ के ब्यालेन्स लिस्टमा हालिदिन्थ्यो, हालिदिएपछि 1 महिना होइन 5-6 महिना उसले भन्थ्यो है। अहिले भन्नु होला, अहिले 5-6 महिना उहाँहरू आबाट होइन, पहिला पनि बन्द थियो, पछि खुला फेरि बन्द गरी है, बन्द गरी। अब त्यसमा त्यो बन्द भएको कारण तपाईँले खुलाउन चाहनुभयो? बुहारी तैँले किन यस्तो गरिस् त, छोराछोरी छन् होइन, किन तैँले यस्तो गरिस् त, ब्ल्याकलिस्टमा राखिस् अरे, नम्बर मेरो छोराको कन्ट्याक्ट लिस्ट गराइस् अरे भनेर तैँले सोध्नुभयो? मैले सोधेँ होइन म राख्छु, अब के गर्छु भने उसले होइन, राख्छुमा त होइन, त्यो अब के गर्ने भनेर भने उसले। अनि त्यहाँबाट टचर दिनुहुन्छ, राखेँ भने होइन, राखेँ भने भयो भने अब उता लिलाम हुने सुरु गर्यो, कृषिमा छ नि, त्यो लिलाम हुने सुरु गर्यो, मलाई भयो खारो। अब म जमानी बसेपछि लौ तपाईँको उ गर्नुहोस्, अब त्यो तपाईँले हुन्छ भनिदिनुहोस्, म लिलाम गरिदिन्छु भन्न लाग्यो, मलाई खरो भयो। अब बुहारीले पनि जाओस् भन्ने, छोराले पनि जाओस् भन्ने, मलाई खरो भयो। यी नाति नातिनाको अब बिचली हुन्छ भोलि गएर लिलाम भयो भने त भनेपछि अनि गएर मैले हरेक सम्झाएर पछि हुन्छ भन्ने बनाएँ, फोन सम्पर्क गराएँ, ल हुन्छ त मिल अब भनेर बनाएँ। अब हाल्न त यसले पहिले हालिसकेको रहेछ मुद्दा है, मुद्दा पहिले हालिसकेको रहेछ, हामीलाई थाहा भएन। पछि म्याद आयो, अनि त्यहाँबाट बोलचाली भएपछि त्यहाँबाट उसले ब्याज हाल्न लाग्यो, फेरि ब्याज हाल्न लाग्यो, त्यहाँबाट छोड्यो, कृषिले छोड्यो। अब त्यहाँदेखि अब एकैचोटि म्याद आयो, मलाई म्याद आएपछि अनि म अब जानु पऱ्यो, उहाँ जानु पऱ्यो। गएपछि के गर्नु त, अब पर्ती लाउने अब नातिर एकतर्फै हुन्छ पर्ती लाउने भनेर भने, बुद्धिजीवी सबैले भने। त्यो भनेपछि अनि पर्ती लगाइदिएँ, अनि आएँ। भोलि पनि जानु छ सर म्याडम। ल अब यसमा मैले आमालाई पनि जोड्न चाहेँ। आमालाई यहाँ बस्नुहुन्छ। आमाको नाम? मेरो हस्तकला ओली। हजुरको बुहारीसँग सम्बन्ध कस्तो छ त? पहिला राम्रै थियो सर, जब माइत गएर म्याडम माइत जाँदाखेरि तीबाटै उ भयो। अहिले तिनको छोरा बुहारीबाट के भयो, तिनी किन मिल्दैनन्, किन गर्दैनन्, मलाई टचर दिनु भएन। 15 वर्षसम्म एक्लै खाएको मान्छेले मलाई टचर दिनु भएन, मेरो त्यही भन्छु म। तपाईँ पनि महिला हुनुहुन्छ, एकजना हाम्रो बुहारी पनि त महिलै हो, तपाईँको छोरी जस्तै हो होइन? तपाईँले पनि केही कुरामा बुहारी हो, अब नाति ठुल्ठुला भइसके, छोराको जिन्दगी पनि बचाउनु पर्छ भनेर अलिकति बुहारीले बोलाएको बेलामा अटोमै गएन भनेर गुनासो छ तपाईँको बुहारीको। म बोल्न चाहन्छु, मेरो सासू बोल्न चाहन्न, माया ममता छ, मेरो आमा बुवालाई जस्तै माया गर्न चाहन्छु, तर सासूले नै हेर्नुहुन्न, ससुरा त आउनुहुन्छ भन्नुभयो, त्यो गुनासो राख्नुभयो, त्यसमा के भन्न चाहन्छु तपाईँ? म बोल्दै मेरो छोरालाई जहाँ यसले मुद्दा हाल्छ, म बोल्दैन म्याडम, म बस्दैन म्याडम। यसले मान्ने ठाउँमा म मान्न जान्न, यति छ मेरो पर्छ। मुद्दा हाल्ने कारण पनि छोराहरू आफ्नो सन्तानहरूलाई नहेर्ने, 1 रुपियाँ पनि सहयोग नगर्ने एउटा महिलाले एक्लै जीवन बिताएर गर्नु। अब एउटा कुरा है, उहाँको कुराहरू मैले राख्न गइरहेको छु। तपाईँले भिडियो पनि हेर्नुभयो होला, तपाईँले कति भन्नुभएको छ, हामी तपाईँहरूको नजिकको मान्छे पनि होइन, समाजको छरछिमेक पनि होइन, र घरभित्रको मान्छे पनि होइन। जे उहाँहरूबाट प्रस्तुत भएको छ त्यो भिडियोमा पनि छ, देख्नु पनि भएको छ। त्यो कुरामा तपाईँ एउटा महिला भएको नाताले पनि मैले सोधेँ कि बुहारीले त्यतिसम्म गर्दा उहाँले छोरालाई मुद्दा हाल्नु पर्ने कारण पनि त उहाँको केही भित्री रूपमा केही भएर नै हाल्नु भएको होला। न मेरो छोराले बिहा गरेछ, न मेरो छोराले केही गरेछ, त्यही ब्याज मात्रै हालेछ। उहाँ गाडी सिक्छु भनिकन, बाबु उहाँ गाडी सिक्छु भनेर पैसा उतै फस्यो, मेरो ब्याज हाल्ने मात्रै छ, मेरो अरू उपाय छैन भन्न भन्ने। यसले दबाग दिने, उहाँ 20,000 हुन्छ भने मेरो 60,000 हुन्छ महिनाको भनेर यसले दबाग दिने, यही हो। अनि यस्तोहरू भनाभन भएको छ। अनि के हो मलाई त्यो त केही थाहा छैन। अनि म त केही बोल्नु थिएँ त, मलाई त कखराबार लाएर सबै पढाइसक्यो। अब
तपाईँलाई अब छोराको सम्बन्ध राम्रो हुन्छ तपाईँले बोलेर तपाईँले सम्झाएर राम्रो हुन्छ भन्ने होइन एउटा आमा हो तपाईँ एउटा कान्छो छोरालाई सम्झाएर तपाईँले बुहारी छोरासित बस्ने भनेर मेरो पर्चङै थियो पहिला बाउ जेठो छोरासित बस्ने म यसित बस्छु भनेको यसले माइतीतिर गई अहिले त घर हुनुहुन्छ नि घर हेरेर 3टा छोराछोरी हेरेर बस्नुभयो एउटा छोरी पहिले गइसक्नुभयो बिहे भइसक्यो 2टा छोराको जिम्मेवारी बोकेर हिँड्नु भएको छ उहाँ पनि पहिले जान सक्नुहुन्थ्यो होला अथवा छोडेर लालाबालालाई गरेको बिचल्ली पारेको तपाईँले नै हेर्नु पर्थ्यो यिनी नातिनातिलाई पनि तिनचोटि बुझ पनि भन्यो त्यसले मैले लिए पनि भने ऊ त्यति बसेर बुझ यिनी छोराछोरी भन्यो मलाई पहिलोचोटि भनेछ दिदी तपाईँले भनेका कुराहरू सत्य होइनन् भन्ने कुराहरू राख्नु भएको छ तपाईँले केही खोल्न चाहनुहुन्छ भने केही तपाईँ श्रीमानले मैले वास्तविक अर्कै छ तपाईँ समक्ष अर्कै भन्नुभयो उहाँले चाहिँ भनेर म बोल्न चाहन्छु भनेर के अरे मिडियामा आउन चाहनुहुन्छ हजुरको श्रीमान पनि के हो त वास्तविकता सम्पूर्ण दर्शक महानुभावले हेर्न चाहनुहुन्छ र सुन्न पनि चाहनुहुन्छ र तपाईँले यो वास्तविकता खोलिदिनु पर्यो दिदी त्यही हो म्याडम मैले सत्य बोलेको अशुद्ध बोले त्यही हो अहिले पनि सासूले जिउनी भन्नुभयो त्यो मलाई दिएको भाग समाज वरिपरि पनि आउनु भएको छ उहाँलाई पनि थाहा छ त्यो कहिले मलाई दिनुहुन्छ कहिले फिर्ता लाग्नुहुन्छ जिउनी कि पहिले भने ढोरेनतिर जिउनी छ म त्योमा मैले मतलब पनि गरेँ होइन ढोरेनतिर जिउनी छ यो घर जग्गा पनि जिउनी नै हो यसलाई मैले यो मागे पनि छैन त्यो जो क्याम्पस होलतिर उहाँले पनि अहिले आउनु भएको छ कहिले चाहे बोल्नुहुन्छ होला त्यो मलाई दिनुभएको कहिले मलाई दिनुहुन्छ कहिले फिर्ता लाग्नुहुन्छ त्यहीलाई यो मैले मागेको अनि अहिले त्यो जिउनीमा हकदाबी गर्न पाउनुहोस् गरे अनि छोरो मेरो भने यिनी कसका हुन् त यिनलाई पनि त हुनु पर्यो मलाई दिनुहोस् त मैले भनेको होइन मैले यिनलाई दिनुहोस् भनेको हो के मलाई चाहियो मैले भनेको होइन अस्ति मुद्दा हाल्दा नि ससुराल भन्नु मिलम बुहारी भन्नुभएको थियो मैले ससुरा पारीको दिनुहोस् तपाईँ छ त पैसा पठाउनुहुन्न आसम यत्र वर्ष पठाउनु भने अब पठाउनुहुन्न म चाहे पठाउँछ चाहे नपठाउँछ पारीको त्यो दिनुहोस् 2टा नातिलाई म एक कट्ठा बेचेर म ऋण तिर्छु त्यहाँबाट लाल पूजा तान्छु त्यहाँ चाहे पठाउन् चाहे नपठाउन् आउने घरमै हो माया गरे गरौँ नगरौँ भने मैले अस्ति भनेको मैले ससुरालाई त्यो चाहिँ मैले ससुरालाई भनेको अनि 13 कट्ठा हजुरकै नाममा छ अरे थोरै मात्रै हजुरको श्रीमानको नाममा छ अनि श्रीमानले नि के भन्नु भने बुवाबाट मैले अंश सब पहिल्यै बुझेर गइसकेको हो अंशबन्ड भइसकेको हाम्रो म फेरि बुवाको जिउनी माग्न मैले कसरी मैले बालाई देऊ र मैले छोरालाई गराइदेऊ भनेर कसरी भनौँ भन्ने कुरा गर्नु सबै नाटक हो एउटा त मलाई अहिले गएर पनि देखाउँछु कृष्णहरू घरेली छ सबैले दिनुभएको छ यहाँ दिनुभएको छ 4 कट्ठा दिनुभएको थियो हामीलाई अंश त्यो 4 कट्ठा फिर्ता लाग्नु भयो 4 लाख रुपियाँ पैसा बुझाएको डिले सरले बुझाइदिनु भयो मेरो घरमा बसेर 4 लाख पैसा 4 कट्ठा जग्गा दिएर 8 लाखमा त्यो घरेली किनेको त्यो हामीले किनेको घरेली हो मैले किनी बेच हाल्ने भन्दा उहाँले अंशबन्ड हालिदिनु ठिकै छ उहाँलाई पैसाको रकम कम लाग्छ भने हालेको भन्नु म पनि ओके थिएँ अनि त्यही घरेली मात्रै दिएको हामी त्यही पनि घरेली नि 4 कट्ठा जग्गा र खेत हितिरो खेत र यही हाम्रो ससुरा बस्ने घर खेत र 4 लाख पैसा दिएर 8 लाखमा किनेको हो त्यो अंश ल्याएको होइन किनेको अंशबन्ड हाल्नुभयो किन उहाँले राइस तिर्छ यसमा त के देखियो भने दिदी मैले यसो बुझ्दाखेरि तपाईँले 13 कट्ठा तपाईँको नाममा छ र अरू थोरै 12 कट्ठा 13 कट्ठा कति छ होइन श्रीमानकोमा थोरै छ श्रीमानको नाममा थोरै छ श्रीमानसँग त द्वन्द्व रहेनछ त हजुरको त अब अहिले त जिउनीको लागि अथवा के हो त्यो तपाईँले ससुराले दिनु भएन भन्ने ससुरासँग जस्तो लाग्यो मलाई भन्नाले तपाईँको गुनासो श्रीमानसँग किन पुग्नु भयो त भन्नाले मन लाग्यो मलाई चाहिँ श्रीमान पनि यस्तो अहिलेसम्म उहाँले पहिला मैले पैसा हालेर विदेश पठाउँदा हल्का फुल्का पैसा पठाउनुहुन्थ्यो मैले ऋण काटेपछि ऋण तिर्दिनु भयो मैले घर भैँसी 2टा भैँसी पाल्थेँ अधे खेत लाउँथेँ लाएर मैले अनि घरको छोराछोरी पढाएर बिहा तिर्थेँ होमबाट पठाएको मैले साउ तिर्थेँ पहिला चाहिँ राम्रै थियो जब यो 6 वर्ष मेरो मम्मी बितेबाट झगडा परेको हेर्नु झगडा पर्दा तीबाट विदेश यहाँबाट जाने बेला नि अहिले मैले पैसा काटेन पोर्चो भागेर जाने बेलामा यहीँबाट सासूहरू पैसा हालिदिनु भयो हो मैले पैसा नहालिनँ त्यहाँ गएदेखिबाट पैसा आएन पोहोर साउनको महिनासम्म 2-3 महिना बिराएर 4-5 महिना बिराएर 5,000 10,000 20,000 पैसा आउँथ्यो हिमाची सिप्नर आइएम पठाउनुहुन्थ्यो त्यहाँ गएर तपाईँले हेर्न पनि सक्नुहुन्छ कति पठाउनुभयो भनेर ती अन्त पोहोर साउन मैले 20,000 पठाएको त्यहाँ अहिलेसम्म उहाँको पैसा मैले देखेको छैन हजुरको श्रीमानले यहाँ हाम्रो मिडिया मार्फत बोल्न चाहनुहुन्छ यहाँ फोन पनि गरिरहनु भएको छ उहाँको पनि सुन्नु है त र अघि फोन गरिरहनु भएको थियो हेलो हजुर के अरे हजुरको घरमा छौँ हामीहरू तपाईँले आफ्नो अब वास्तविक कुरा अर्कै छ तपाईँलाई हामी त्यो कुरा उसले मेरो श्रीमतीले भनेको कुराहरू होइनन् र अरू कुरा नै वास्तविकता कुरा अरू नै छ भनेर कुरा गर्नुभएको थियो मिडिया समक्ष भन्नुहोस् र तपाईँको श्रीमती पनि यही हुनुहुन्छ छोराछोरी यही हुनुहुन्छ र बाबा मम्मी छरछिमेकी पनि सबै यही हुनुहुन्छ के भन्न चाहनुहुन्छ वास्तविकता के हो भन्नुहोस् वास्तविकता के हो भनेपछि मैले त्यो डिभोर्स दिन त चाहन्न है
उहाँले चाहिँ अब के को लागि उहाँ केस गर्नुभयो सबभन्दा पहिले कुरो उसमा अदालतमा डिभोर्सको पेपर हाल्नुभयो मलाई थाहा छैन उहाँलाई थाहा होला दोस्रो कुरो उहाँले मलाई नसोधेर अब के कारणले मिडिया बोलाउनु भयो के कारणले उहाँले गर्नुभयो त्यो उहाँलाई थाहा होला त्यो मलाई थाहा भएन तेस्रो कुरो त उहाँले चाहिँ मलाई जो के कारण मलाई त्यो सबै प्रमाण चाहिँ डिभोर्स चाहियो भन्नु कारण के हो उहाँको नाममा छ जग्गा जमिन भन्ने कुरो सबै उहाँलाई सोध्नुहोस् उहाँको नाममा 12 कट्टा छ मेरो नाम 1 कट्टा छ र उहाँले चाहिँ अब के गर्न लागि हो मलाई त्यो डोमेस्टिक गरेर मलाई त्यो गर्नु भएको छ अब उहाँले चाहिँ मिडियामा एकतर्फी बोलेर अब मलाई नै अब सबले मैले नै थुके छ तपाईले बालबच्चा पनि मेरो होइनन् मेरो बच्चा पनि मेरो होइन तपाईको छोराकै मुखबाट सुन्नुभयो होला हजुरले पनि मेरो बच्चा होइनस् त मेरो नाम अगाडि तले साइन हान्लास पक भनेर भन्नुभयो रे तपाईले छोराले त्यति धेरै मनमा राखेको छ एउटा सानो बच्चाले हैन त्यो कुरा के हो त खुलाउनुहोस् त्यो कुरा पनि एउटा तपाईलाई दायित्वको कुरा पनि हो एउटा श्रीमान एउटा बाबा भइसकेपछि दायित्वको कुरा नि हुन्छ तपाईले खुलाउनुहोस् यो कुरा यो कुरा के हो भनेपछि तपाईको यो छोरालाई डिभोर्स दिनु मैले घर आउँदाखेरि तपाईको कृषिबाट ऋण निकाल्न लाग्थ्यो हामीले पैसा पुगेन त्यसले गर्दाखेरि योभन्दा पहिला हाम्रो रिलेसन एकदम राम्रो थियो कृषिबाट ऋण निकाल्दाखेरि हाम्रो दुईजनाको उसले चाहिँ अब भोलिमा ऋण निकाल्यो भने अब भोलिमा जग्गा लिलान गर्ने छोराहरू के गर्छन् कसो गर्छन् भनेर उहाँले भन्नुभएको थियो पछि मैले भने त्यस्तो किन होला त्यस्तो हुने भएर जति पनि गरेर हाल्छ त्यस्तो हुनु होइन भन्दाखेरि उहाँले मान्न भने त्यहाँ चाहिँ हाम्रो हल्का कटाङकुटुङ भइरहन्थ्यो त्यसको त्यो मैले छिन्चुबाट ऋण लियौँ तिरम गाउँतिर भनेको उहाँले चाहिँ तपाईँले भोलिबिहान अब गएर विदेश गएर पैसा पठाउनु भएन भने अनि भोलिबिहान तपाईँले ऋण तिर्दिनु भएन मेरो बालबच्चाको लालागुला हुन्न भन्दाखेरि त्यो भन्दाखेरि मैले त्यस्तो किन होला त्यस्तो हुँदैन भन्नु लास्टमा जसो तसो मिलेर भनौँ मिल्यो ऋण तान्ने 8 लाख रुपियाँ छोरालाई त्यो त्यही विषयमा आउँदाखेरि छोरालाई त्यो साइनले तल खेत बोल्दाखेरि हो तल हामीले हत्या खेत लगाएको थियौँ तपाईँको त्यो गाउँको एकजना त्यो के नाम भुल्यो उहाँको खेत लगाउँदाखेरि खेत बोल्नु गएको थियो मेरो परिवार छोरो पनि गएको थियो पछि त्यो विषयमा हामीले त्यो हल्का कटाङकुटो भइरहेको थियो छोरो पनि बोलिरहेको थियो त्यो खेत बोल्नु जाने तर खेतमा हो ठुलो हुने छोरो अनि त्यो कटाङ गर्नु भन्दाखेरि छोरो बिचमा त किन बोल्छ बिचमा भन्दाखेरि बोल्दाखेरि मैले भने त्यो साइन दिन डिभोर्स त्यो तँलाई ठुलो भएपछि म तँलाई बाउ चाहिने बाउ होला तर तँलाई अगाडि साइन नदिनु भन्ने त्यो छोराले सुन्ने चाहिँ गलत सुन्ने होला तर त्यो मैले भनेन कि भोलि चाहिने बाउ होला छोरा अहिले त किन बिचमा बोल्छ भन्दाखेरि ल छोरा पनि यही छन् त छोरासँग हजुरले छोरासँग नि कुरा गर्नुहोस् है त ल भन्नुहोस् त के हो बाबु हो के भन्नुभयो बाबाले त छोरै होइनस् मेरो के अरे तेरो नामको अगाडि साइन हाल्लास् भनेर भन्नुभएको भनेर भन्नु भनेको ल हेर्नु सुन्नुहोस् त यहाँ भन्नुभएको रे भनेर भन्नुहुन्छ छोराले भनेको तपाईँले तपाईँ खेतको आलीमा बसेर भनेको तपाईँ खेतको आलीमा बसेर भनेको तपाईँ र मम्मी झगडा गरिरहनु भएको छ त्यही बेला भनेको मैले झगडा नगर्नु भन्न नि पाइन्न मैले झगडा नगर्नु भन्न नि पाइन्न र अनि बाबाको माया त्यति मात्रै होइन कि बाबुले त बाबाको माया कस्तो हुन्छ हामीले अनुभव पनि गर्न पाएनौँ भनेपछि एउटा कुराले मात्रै एउटा शब्दले मात्रै त भनेन होला एक दिनको त्यो एक दिनको कुराले मात्रै त भनेन होला छोराले सर के हो कुरा हजुर नाइ बाउको माया भौतिक रूपले मात्रै हुन्न बाउले समातेर यहाँ कहाँमै राखेर मात्र माया हुन्न कि अब दायित्व पुरा पनि हुन्छ सर एउटा फोनै आउन्न बाबाको माया कस्तो हामीले अनुभव पनि गरेनौँ भन्नुभयो हजुरको छोराले होइन लाग्दैन भन्दा पनि बाबाको माया कस्तो हुन्छ पाएनौँ हामीले भन्नुभयो बाबुले चाहिँ त्यही त योभन्दा पहिला चाहिँ हामीहरू कुरा राम्रै थियो हेर्नुहोस् रिलेसन राम्रो म 3 वर्षदेखि यता बिग्रिनै आएको यो समाजलाई राम्रै थियो समाजलाई अहिले चाहिँ तपाईँको के को भन्नुहुन्छ भन्दाखेरि 3 वर्ष त कटाकटा हुनु आउने कटाकटा हुने आउने यो छुट्टीमा चाहिँ पैसा यो छुट्टी काटे आदिमा पठाएको छैन लगाएको कुरा भन्नु उहाँले अटो चलाएपछि घरको
आउँछ मैले यता स्क्रिन टिप्छु भन्ने थिएँ त्योभन्दा पहिला चाहिँ मलाई ब्ल्याक लिस्टमा मोबाइल हाल्दाखेरि मैले कन्ट्याक्ट गर्न सकेन अब फोनमा हाने फोन ब्ल्याक लिस्ट ल ल एकछिन सर सुन्नुहोस् है त म तपाईँको कान्छो छोरालाई पनि सोध्छु है त तपाईँको गुनासोको कुराहरू पनि तपाईँले धेरै कुराहरू तपाईँले पनि वास्तव खुलाउँछु भनेको हुनाले मैले पनि राखिदिन्छु कान्छो छोरालाई पनि सोधौँ है त मम्मीले सिकाएर भनेको बाबु तिमीलाई नाइ यता सुन्नुहोस् है हेर्नुहोस् यहाँ मैले उहाँलाई मम्मीले सिकाएर हो र तपाईँलाई भनेर सोधेको छु उहाँलाई होइन सिकाएर भनेको हो बाबाले सधैँ फोन गर्नुहुन्छ तिमीलाई नाइ भन्नाले कहिलेदेखि फोन गर्नुहुन्न पहिले 3-4 वर्ष अगाडिबाट हजुर अनि आमाले मम्मीले भन्नुहुन्छ श्रीमानबाट माया पाएन अनि के अरे पाइन मेरो छोराको अधिकार त चाहियो नि अब मैले सबै कुराहरू धान्नुपर्छ भने मैले नामको मात्र श्रीमान भनेर मैले के गर्ने होइन मेरो अधिकार मैले नपाए पनि मेरो छोराले पाउनु पर्यो बाउको माया त पाएनन् बाउको अधिकार त पाउनु पर्यो भोलिको दिनमा तिनीहरूलाई राम्रो त होला यिनीहरूले भविष्य राम्रो गर्लान् भनेर उहाँले चाहिँ उहाँको भनाइ छ हेर्नुहोस् तपाईँलाई धेरै गाल गलोज गर्नु पनि भएको छैन आफ्नो वास्तविक कुरा खोल्न पाइन्छ तपाईँले नि खोल्न पाइन्छ मिडिया भन्नाले अब आयो भन्दैमा नराम्रै पनि होइन हेर्नुहोस् नराम्रो होइन अब उहाँले बोल्ने ठाउँ कहाँ बोलौँ त म अब बाउ आमाको घरबाट आइसके पछाडि अर्का घर आइसके पछाडि मैले कहाँ गएर पिर पोखाउँ त भनेर मिडियालाई सम्झिनु भएको यसमा गर्दैमा मिडिया गर्दैमा तपाईँहरूको मन मिल्छ भने यसमा केही फरक पर्दैन सर होइन यसमा धेरै नराम्रो मान्नुपर्ने जरुरी पनि छैन मेरो भनाइ के छ भनेपछि मैले डिप्युस हालेको छैन उहाँले मलाई नसोधेर के भनेर हाल्नुभयो उहाँलाई थाहा होला दोस्रो कुरो छोराछोरीले फोन नगर्नु कारणले जब छोरी पहिले गएपछि म छोरी पहिला तपाईँ पहिले जा भन्ने आरोप लगाउँदा म भन्यो चाहिँ म पुराणमा चाहिँ के भन्ने छैन झगडा त हो आफ्नो फोन छट्ट काट्ने कम्पिटिसन कुरो छट्ट काट्ने त्यहाँदेखि त्यो छोडेको त्यहाँ घर पछिपछि फोनै फरक भएको सम्पर्क नै बिहान गऱ्यो अब त्यसपछि मैले अब पहिला तैँले हाम्रो साहेब पहिला भन्नेलाई कहिले कुरा गर्दा कुनै पनि काममा व्यस्त हो कि अब ऊ चाहिँ अब अटो चलाउ व्यस्त होला त्यो आफ्नो ठाउँमा होला त बेलुका आएपछि यसो फोन हान्ने जब मलाई पैसा पठाइदेऊ यस्तो खर्च छ नै मनमुटाव हुनुपर्ने मुख्य कारण चाहिँ के हो सर यो हामीले अलिकति बुझ्नै गाह्रो भयो क्या कहाँ कता लटपटाएर केही कुरा छैन न उहाँ अरू पुरुषसँग लाग्नु भएको छ न तपाईँ अरू महिलासँग लाग्नु भएको छ यो कुरा केही पनि छैन सामान्य लाग्छ सुन्दाखेरि तपाईँहरू बिच यति धेरै ठुलो ग्याप भए जस्तो कुरा गर्नुहुन्छ होइन अब हामीले हजुर एकदम सामान्य छ कुरो एकदम सामान्य नै हो सबभन्दा पहिलो कुरो मैले उनलाई के गर्दा चित्त बुझेन त्यो भन्नु पर्यो दोस्रो कुरो मैले फोन गरेन भने फोनमा ब्ल्याक लिस्ट ल उहाँकै मुखबाट सुन्नुहोस् अहिले हजुरलाई मिडिया मार्फतमै हामीले यहाँ कैद गरिरहेका छन् र उहाँकै मुखबाट सुन्नुहोस् उहाँलाई के कुरामा तपाईँबाट चित्त दुख्यो उहाँले आफ्नै मुखबाट भन्नुहुन्छ ल भन्नुहोस् दिदी आज ल के छ तपाईँ श्रीमानबाट चित्त नबुझेको कुरा के हो र तपाईँले यसरी मिडिया बोलाउनु भयो अथवा तपाईँको मनभित्र यति धेरै यत्रो तिनवटा छोराछोरी भइसकेका छन् अब भोलिको दिनमा तपाईँले अरूसँग जानुलाई नजानु आफ्नो ठाउँमा छ होइन तपाईँले एउटा तिनवटा बालबच्चा छन् तिनीहरूको भविष्यको लागि पनि सोच्नु भएको छ हरेक कुरा एउटा साहसी महिला पनि हो हजुर अटो चलाएर एउटा घर जानेको मान्छे होइन तपाईँले श्रीमानबाट के चाहनु भएको र के भएन के पुरा गर्नु भएन र तपाईँले यति धेरै मिडियामै आउनुपर्ने अदालतमा गएर मुद्दै हाल्नुपर्ने जरुरी के भयो दिदी भन्नुहोस् त मलाई केही थिएन पहिला जस्तो भयो नि उसको माया पाए नपाए मैले घर धानेकै थिएँ मेरो मन कात्तिदेखि दुखेको भन्नुहुन्छ भने मेरो आमा बिताउनु भयो आमा बिताएपछि मैले होला आमा बिताउनु भयो भने अनि 2 दिन 3 दिनमा दिनकै फोन गर्नुहुन्थ्यो पहिला फोन गरेपछि मैले कहाँ हुनुहुन्छ भन्दा कहाँ छस् भन्दाखेरि म बाबा घर छु मैले भनिरहन्थेँ भन्दा अनि उहाँले के भन्नुभयो मलाई आमा बितेको 4 दिन भयो के भन्नु भनेपछि अनि जहिले पनि बाबा घर भैँसी कराओला भन्नुभयो थाहा भैँसी जति बेला घाँसाले पनि त हुन्छ 1 लाख हाले त मेरो भैँसी आउँछ त मेरो मम्मी त आउनुहुन्न नि मलाई त्यहाँदेखिबाटै मेरो मन दुख्यो त्यो जहिले पनि घोसेर बोल्नु अनि घर आउनुभयो घर आएपछि घर ठ्याक्क बिरामी हुनुभयो उहाँ बिरामी भएपछि मैले अनि नेपालगञ्ज लगेर औषधि गरेर ल्याउँदाखेरि पछि ल्याएपछि अनि 2-3 दिन भएको थियो औषधि गरेर ल्याएको जोत्न थाल्नुभयो माथि दिदीको छोरालाई बोलाएर जोत्नुभयो अनि जोतेपछि मैले अनि उ गर्नु जोतेपछि खाना खानुभयो खाना खाएपछि अनि आराम गर्नु भने मैले उहाँलाई पनि सोध्नु सक्नु तपाईँले अनि पछि अनि नै म परिमे 3 जाने भन्नुभयो नै कहाँ अघि नै भोविन्द्र आते जाने भन्नु मैले ठुक्क अनि आसन छ लेखले जोतेर भएकै थियो अनि आज आएर बिरामी मान्छे जोत्ने भने मैले थुकेकै हो मेरो लोक्नी हो मैले पाउनुपर्छ मेरो अधिकार छ थुक्नलाई अनि उहाँले के भन्नुभयो पहिला पनि त आमा होस् अहिले पनि तँलाई आमा ठान्छु भन्नुभयो पहिला म उसको छ्यामा हो नि त उसको कान्छेबाले मेरो दिदी ल्याएको उहाँ माइला ससुरा मेरो माइला ऊ मसँग आएको उसले पहिला गएर माग्ने बेलामा ससुरा अनि ऊ 2टा गएर बाउ छोरा यहाँबाट गएर गुन्दिनी बसेर माग्ने बेला मलाई छ्यामा भनेर नबुझ्ने अहिले आएर मैले थुक्दाखेरि त आमा सुन्दा मलाई दुःख लाग्दैन
तीबाट मेरो मन मर्दै मर्दै झन् पीडा थपिँदै गएको गएपछि अनि एकजना फुपूको फोन आएको थियो फोन बेच्न त्यसलाई के भन्नुभयो तेरो फोन बिजी हुन्छ पनि भन्नुभयो भनेपछि मैले मोबाइल पनि घर छाड्दा उसले फुटाले पनि मोबाइल तीबाट यो हुने घरबाट त होइन भनिरहन्थ्यो उसले मलाई चित्त दुखिरहन्थ्यो अनि म बिरामी हुँदा पनि मैले धान कट्टा भित्र लिन्न भनेर भने त्यो पनि 3 चोटिसम्म घरबाट हुन्न भनेको छ त्यो भन्दाखेरि त्यहाँ झगडापछि उहाँ विदेश जाने काम भयो विदेश जाने पनि कति भन्नुभयो डिभोर्स कागज म हिँडबाट डिभोर्स गर्छु कम्प्युटर डिभोर्स गर्छु भनेको तपाईँले यति विश्वास गर्न हिँड्नुहोस् सुर्खेत जाम टेलिफोनमा त पक्कै रेकर्ड छ होला नि त फोन गरेको रेकर्ड त्यहाँ गएर रेकर्ड बुझौँ के भनेछ हो कि होइन भन्ने कुरा त्यसपछि म डिभोर्स यहीँबाट गर्छु कम्प्युटर डिभोर्स गर्छु भनेर पनि भन्नु पोहोर भदौको 16 गते मधु दाई आउनु भयो मेरो घर मेरो वडा अध्यक्ष आएर भोलि मधु दाई आउँछ त्यो डिभोर्सको कागज लेख्नु पनि भन्नुभएको छ उहाँले त्यति भनिसकेपछि डिभोर्स गर्छु भन्नुभयो अहिले घर आएपछि पनि सुर्खेत गएर डिभोर्सको बुझेर आउनुभयो उहाँहरू के भन्नु 5 जनालाई 10 कट्ठा भाग लाग्छ 2 कट्ठाले ऋण तिर्ने 1 कट्ठाले छोरा पाउने पनि भन्नुभयो 13 कट्ठाको हिसाब पनि गर्नुभयो पछि किन गर्नु डिभोर्स गर्नु भने त्यो मलाई थाहा छैन अनि त्यति भइसकेपछि के भन्नु मलाई पर कुमार दाइले अनि 80,000 तिरेर उ डिभोर्स गरे म 80 लाख तिरेर डिभोर्स गर्छु भन्नुभयो छाती ठोक्नु भयो त अहिले गर्नु पर्यो त डिभोर्स मलाई तिनी पीडा त्यति पीडा त थियो मलाई उहाँले खुरु ब्याङ्कको ब्याज ऋण तिर्दिएको भए पनि म बिर्सिनी थिएँ के उहाँले ऋणको ब्याङ्क नतिर्दिने उहाँबाट ठ्याक्क 1 महिना ब्याज अस्ति मैले मुद्दा हालेको भदौको महिना हो साउनको महिना कता ब्याज नहाल्दाखेरि पछि यहाँबाट फोन आयो फोन आउँदाखेरि हाम्रो ससुरा जानु ससुरा गरी के भन्नुभयो तैसँग करोडौँको सम्पत्ति छ छोरा नाममा 30 कट्ठा त 30 लाखको त छ तैँले 1 कट्ठा बेचेर तिर भन्नुभयो मैले ससुरा मैले जग्गा बेच्नुलाई त तपाईँ छोरा अपाङ भएर घर आउनुपर्छ घर आएपछि किन कमाउने मान्छे कोही हुन्न म बेच्छु 1 कट्ठा बेचेर ऋण तिर्छु ऊ विदेश बसेर चैन काट्ने मैले छोरी पढाउने म आफै मैले ऋण तिर्ने पनि म आफै गर्ने म बेच्दैन जग्गा भनेर भने अस्ति पनि फेरि के भयो त्यही टिकटक हाल्थेँ मैले त्यही पिरपर उसले पैसा हाल्दैन अस्ति गरी के भन्नु त करोडौँ सम्पत्ति छ गरे अनि छोराको 30 कट्ठा त 30 लाख त छ अनि त्यो 30 लाख त जाने छोराको 13 करोड जान्छ त्यो सम्पत्ति मेरो मात्रै हो र अनि तपाईँ त्यो भन्नुभयो नि तपाईँ 13 करोड सम्पत्ति छ भन्नुभएको छैन होइन हिँड्नुहोस् मन्दिर छिर्नुहोस् भित्र गएर अस्ति पनि त्यो करोड सम्पत्ति तँसँग छ भन्नुभयो होइन त्यही त हो करोड सम्पत्ति तँ 1 कट्ठा बेचेर तिर भन्नुभयो होइन अहिले भइन नगरे के बेला भन्नुभयो त त्यति बेला होइन अल्पर दिन हुन्न भने साँच्ची राखेर कसम खानु नाति काखमा राखेर कसम खानु होइन भन्नुहुन्छ भने मैले सत्य भनेर चाहिँ म काखमा राखेर त बस्छु मैले भन्न मैले करोड सम्पत्ति मैले तर मैले भने के भने मेरो यस्तो मैले के भने तिम्रै सम्पत्ति सकिने हो बाबै तान मुद्दा तान तिम्रै सकिने हो तिम्रै सम्पत्ति सकिने हो भनेको त करोड उ गरे कहाँ के गरे त्यस्तो अल्पर दिने हो मलाई एउटा हिसाबले त्यो दिन होइन नि जस्तो कि म नाति काखमा राखेर कुरा गर्छु तर मैले भनिनँ त्यो म्याडम मैले भनिनँ तर अनि मैले जस्तो कि मैले तिम्रै सम्पत्ति सकिने हो बाबै तानबारी भने नाइमा तान्दैन नै बिहा तिर्मेला मैले त्यो करोड सम्पत्ति तैँले पनि मैले भन्न है मैले भन्न बाबु हेर होइन त्यो मैले भन्न त्यो 30 कट्ठा मैले भन्न भन्दाखेरि त्यो अल्पर नदिए मैले भन्न म छोरो नाति काखाले भन्छु मैले भन्न मैले त्यो तैँले बरु छोराले भने होला मैले भन्न कुरा नगर नै त्यस्तो होइन त्यो अल्पर सर त्यो यो जग्गाको कुरा गरौँ है त तपाईँले खासमा मन दुखेको कुरा पनि अघि भन्नुभएको छ जग्गाको कुरा उहाँले चाहिँ कहिले बाबाले ससुर बुवाले कहिले बुहारी लगा खा भनेर दिने कहिले आफूले लग्ने भनेर उहाँले गुनासो पोख्नुभयो यो कुरा के हो तपाईँले भनेर समाधान हुने हो कि के हुने हो उहाँलाई के भन्न चाहनुहुन्छ भन्नुहोस् त तपाईँले बुवालाई चाहिँ बुवाको जिउने हो कि अथवा तपाईँलाई पाउने पर्ने सम्पत्ति हो कि के हो उहाँले खोज्नु भएको मेरो छोराको अधिकार लाग्छ र त्यो गर्नुपर्छ कहिले हामीलाई लाउन दिने ल खाऊ भनेर तिमीहरूको नाममा हो भनेर नाममा पार्ने कहिले पनि आफ्नो नाममा लग्ने के हो त यो भनेर भन्नुभएको छ उहाँले ल भन्नुहोस् त त्यतिकै मुखले मात्रै नाममा छैन हजुर भाग बने मैले भन्नुपर्ने यो तपाईँले मिलाउनु पर्ने हो कि तपाईँले पाउनुपर्ने जग्गा उहाँले माग्नु भएको हो कि के हो यो जग्गा भन्नुहोस् त कुरो चाहिँ पहिला चाहिँ उहाँले चाहिँ जो आमा भन्नुभएको छ त्यो बारेमा कुरा निकाल्छु जो आमा भन्न थुई गरेर तिम्रो म छोराछोरी हो मलाई थुक्नी भनेर भन्छु तर पहिला पनि छ्यामा होस् अहिले पनि छ्यामा भने त्यो गुगान मान्छे होइन भन्ने त्यो त सत्य कुरा राख्नु होइन आफ्नो बुढीलाई आमा भन्ने त्यो शब्द राम्रो होइन र अहिले दुनियाँमा अल्प दिने होइन उपरवाला छन् त्यतिकै झुटो दिनु हुन्न कसैलाई पनि थुई भन्दा के म छोराछोरी मलाई थुक्नी के म यत्रो दुःख वर्ष काम गरेर भने केही हो भन्ने भन्दाखेरि अहिले कुरा पहिला त्यो त्यस्तो जोड्ने हो
मान्छेलाई डोमिनेट गरेर त्यस्तो भने आफ्नो बुढीलाई आफ्नो परिवारलाई आमा भन्छ कोहीले नाइसेर झगडा पर्ने बेलामा हरेक कुराहरू हुन्छ यो हरेक कुराहरू हुन्छ अब भन्ने कुरा नि भनिन्छ नराम्रो पनि भनिन्छ होइन अब वेद कोहीले जप्दैन अब हजुर अब कोहीले राम्रोसँग मन्त्र त जप्दैन झगडा पर्ने बेलामा गाली नै गर्ने हो गाली गलोज नै हुन्छ होइन त्यो हरेकमा हुन्छ त्यो ठुलो कुरा भएन र अब एउटा कुरा अर्को सर होइन अब 12 कट्ठा उहाँको म्याडमको नाममा छ 1 कट्ठा मेरो नाममा छ भन्नुभएको छ अझ फेरि अझ अधिकारको कुरा यहाँ हाम्रो मेरो छोरालाई चाहिए भन्नुभएको छ तपाईँलाई के हो त तपाईँकै 1 कट्ठा पनि यतै लगाइदिएर उहाँ खुसी हुनुहुन्छ कि के हो सर यो के हो भन्नुहोस् त तपाईँले भन्नुहोस् त उनको भने के हो भनेपछि बुवाले कि नयाँ गाउँमा 4 कट्ठा दिनुभएको थियो मलाई कि नयाँ गाउँ नजिकै घर नजिकै 4 कट्ठा दिनुभएको मलाई हजुर 4 कट्ठा दिँदाखेरि माथि किसानले मैले जो दिँदाखेरि मैले जो जग्गा पास ल्याएँ भने मैले अंश लिइसकेँ मेरो नाम 1 कट्ठा छ नाममा 12 कट्ठा छ 13 कट्ठा जग्गा छ बुवा आमाले चित्त ला दिनुहुन्छ भने अब दिनुहुन्छ दिनुहुन्न भने उहाँको नाम इच्छाको तर मैले अंश लिइसकेँ मैले अंश लिइसकेँ ल यो के हो त दिदी उहाँको अंश लिइसक्नु भयो अरे उहाँले पाउनुहुन्न अरे उहाँको त्यो जिउनी गरे उहाँले दिन्न भन्न पाउनुहुन्छ भन्नुभएको छ के हो यो कुरा हो अंश ल्याएको भने जेठाजुलाई त्यत्रो मिल्छ भने उसलाई पनि त मिल्दैन भने ऊ पनि त छोरो हो अनि त्यो ल्याएको त 4 कट्ठा खेत दिएर 4 लाख पैसा दिएर ल्याएको त्यो त 4 कट्ठा खेत र 4 कट्ठा पैसा किनेको त्यो अंश कसरी त्यो पाउने त्यो जग्गा पाउने श्रीमानको नामबाट हो कि श्रीमानको नामबाट हो कि ससुराको नामबाट हो त यो के हो तपाईँबाट माग्नु भएको मुद्दा त अब तपाईँले हाल्नु भएको छ म्याडमले होइन डिभोर्सकै मुद्दा हाल्नु भएको छ अनि यो खासमा यो कुरा जग्गाले भएको कुरा हो कि सम्बन्धले गर्दा भएको हो कि यो जग्गाको कुरा के हो जेठाजुले पाउने हामीले नपाउने भन्नुभएको छ उहाँले के हो त सर हजुरले पनि भन्नुहोस् त यो सम्बन्ध भनेको हामीको सबभन्दा सम्बन्धबाट बिग्रेर जग्गातिर गएको सम्बन्ध राम्रो भयो जग्गा राम्रो पहिला म भने योभन्दा पहिला राम्रो थियो हाम्रो सम्बन्ध 3 वर्ष पहिला एकदम राम्रो थियो यस्तै हालत हुन्थ्यो भने यस्तै मतलब यस्तो कटाकट हुन्थ्यो भनेर यस्तै झगडा हुन्थ्यो भने मैले उहाँ त्यत्रो खारीमा 13 वर्ष दुःख गरेर मैले उहाँको नाममा त जग्गा पास त गर्दिनँ होला त्योभन्दा पहिला त राम्रो थियो हाम्रो सम्बन्ध बाआमाको कुरा नसुन्दै पनि अनि दिदी तपाईँले एकछिन म दिदीलाई पनि सोध्छु है त अनि तपाईँको नाममा 12 कट्ठा उहाँले नै गरिदिनु भएको होला नि अब एउटा श्रीमतीलाई विश्वास नभएको भए त त्यस्तो नि गर्नुहुन्थेन होला यो कुरा मलाई के लाग्यो भने दिदी तपाईँलाई विश्वासै गरेर श्रीमानले विदेश गएर खाडीमा आफूले दुःख गर्नु भएको छ तपाईँको नाममा त्यत्रो जग्गा पास पनि गर्नुभएको छ एउटा श्रीमतीको विश्वास नहुने व्यक्तिले पुरुषले कहिले पनि त्यो जग्गा नाममा पास गर्थेन होला होइन तपाईँहरूलाई यत्रो जग्गा पास गर्नुमा जग्गाले मात्र हुँदैन भन्ने पनि लाग्यो होला तपाईँलाई होइन एउटा माया ममताको कुरा हो एउटा सम्बन्धको कुरा हो सबै कुराहरू तपाईँको नाममा छ अब त्यो 1 कट्ठा मात्र बाँकी छ कि त मलाई लाग्यो कि खाडीमा सधैँभरि त्यही कुहिएर बसोस् भन्ने टाइपको हो कि के हो दिदी यो बारेमा तपाईँले खुलाउनु पर्यो श्रीमानको नाममा 1 कट्ठा मात्र छ अब तपाईँको नाममा 12 कट्ठा छ तपाईँले डिभोर्स खोज्नु भएको छ अझ तपाईँले ससुराबाट चाहिँ त्यो जिउनीको कुराहरू निस्केको छ यो के हो दिदी अलि डिसब्यालेन्स भएको जस्तो लाग्यो मलाई यो कुरा के हो भन्नुहोस् त त्यो होइन त्यो के भयो भनेपछि पहिला ऊ हिँड्नु लागेको अलि 13-14 वर्ष भयो पहिला छुट्टिएपछि मैले नै विदेश पठाएको उसलाई पैसा गरेर मैले नै पठाएको 2 वर्ष कमाइ ससुरालाई खेत एउटा तल खेत पनि थियो तल खेत खाने ऋण तिर्ने खेत खाने ऋण हाम्रो 77,000 भाग लागेको थियो त्यो गर्दा मैले ससुरालाई 1 लाख बुझाएँ 1 लाखको घर बनाइदिएँ भन्नुभयो के भन्नु त्यो साउदीको 2 लाख 2 वर्षको कमाइ भ्याइयो कतार गएदेखि पुसको महिना म जानुभएको माघको महिना ऋण काटेको म ऋण काटेर म जग्गा किनेको ऋण काट्दै किन्दै गएपछि उहाँबाट पठाएको पैसा पठाइरहेको जब हाम्रो यो यति हुन लागेको 5 वर्ष पहिला मात्रै हो 5 वर्षपछि जो मेरो आमा बितेको आमा बितेदेखिबाटै मनमुटाभर्तीबाटै झगडा हुँदै बढ्दै गएको त्योभन्दा पहिला त मैले यहाँ बसेर ऋण काटेर जग्गा किन्ने भैँसी पालेर मैले छोराछोरी पढाउने र ब्याज तिर्ने उहाँबाट साउ तिर्ने हुन्थ्यो दुइटै मिलेर गरेको उसले मात्र गरेको पनि होइन मैले मात्र गरेको पनि होइन मैले मात्र गरेको पनि भन्दैन मैले त्योभन्दा जब हामीलाई द्वन्द्व भएको त 5 वर्षपछि जब आमा बित्नुभयो तीबाटै उहाँले मलाई दबाब दिँदाखेरि वहीँबाट तीबाटै मेरो मन फाट्दै गएको अहिले आमा हो होइन ऊ मेरो छोरीले के भने अहिले होइन भन्नुभयो नि मेरो छोरी के त्यो बेलुका मेरो छोरी पनि अहिले छैन अनि त्यो पनि भन्नुभयो मैले एउटा कुरा अर्को पनि जोडेँ दिदी तपाईँले के भन्नुभयो भने अस्ति मिडियामा पनि भन्नुभएको छ यदि श्रीमानले त्यो बुवाको जिउने अथवा त्यो जग्गा मेरो छोराको नाममा पास गरिन्छ म त्यो मुद्दा निकाल्छु भन्नुभयो त्यो तपाईँसँग त समस्या त जग्गाकोमा रहेछ नै अब तपाईँको दुईजनाको बुढाबुढीकै सम्बन्ध रहन्न भन्दा त्यो जग्गाको पनि काम भएन किनभने एउटा छोराले पाउने अधिकार पाउँछ जताबाट नि पाउँछ र उहाँले आफ्नै छोराले भनिसक्नु भएको छ कि मैले जिउनी मैले मेरो अधिकार लिइसकेको छु अंशबन्ध भइसकेको छ मेरो बुवा आमाको जिउनी दिन्छु भने दिने नदिन्न भने नदिन पाउनुहुन्छ भनेर आफ्नै श्रीमानले भनिसक्नु भएको छ तपाईँको होइन तपाईँले अब तपाईँको दुईजनाको सम्बन्धको कुरा हो जब एउटा त्यत्रो 12 कट्ठा त छँदैछ अब बुढाबुढी हुनुहुन्छ अब तपाईँहरूको दायित्व पनि हुन्छ भोलिको दिनमा केही पऱ्यो भने उहाँहरू जानुभयो भने त पाउने भनेको तपाईँहरूले नै हो र त्यो कुरामा मनमुटाव नगरेर तपाईँहरू अब बच्चा बच्चीको मुख हेरेर मिल्न सक्नुहुन्न
मैले त्यो जग्गा पाएँ भन्न कारण के हो भने चाहिँ म त्यो पनि भनिदिन्छु ससुराले अहिले पनि भनिनु भन्नुभयो त्यो भन्ने सत्य माथि हुनुहुन्छ देख्ने ससुराको आत्मालाई थाहा होला मेरो आत्मालाई थाहा छ तपाईँलाई मैले ढाँट्न सक्छु मेरो आत्मालाई म ढाँट्न सक्दैन यहाँबाट गएर ससुराले के भन्नुहुन्थ्यो भने बुहारी एक कठा बेचेर ऋण तिर भन्नुहुन्थ्यो मैले ससुरा तपाईँ छोरा अपाङ्ग गराएर पनि ऋण तिर्ने तपाईँ छोरा कमाइरहनु भएको त म कसरी म जग्गा बेचौँ भने तैँसित करोडौँ सम्पत्ति छ छोरासँग 30 लाखको सम्पत्ति छ तिमीहरूको सम्पत्ति जानी हो अनि एक कठा बेचे त तेरो सम्पत्ति रहन्छ करोडौँ सम्पत्ति छ भने मैले त्यो करोडौँ सम्पत्ति मेरो मात्रै त होइन नि मेरो त्यो छोराको पनि हो नि त अनि करोडौँ सम्पत्ति छ भनेर मलाई धम्की दिएर अनि उहाँबाट पनि त्यही भन्ने ऋण नतिर्दिने अनि मैले भने ऋण तिर्न पर्छ सबै गर्न पर्छ भनेपछि मैले त्यो अहिले जिउनी होइन अहिले सबै यहाँ समाजले पनि देख्नु भयो जिउनी चाहिँ होइन जिउनी तल 4 कठा तल ढोरिनीमा छ हाम्रो बजीबारी ल्याएको जिउनी उहाँ जिउनामा यो घर पनि जिउनी राख्नु भए त्यो तलतिरपट्टि ज्याहाजु लग्नु भए माथिपट्टि हामीलाई भागो तलपट्टि ज्याहाजु भागो माथिपट्टि अहिले रोड पनि माथिपट्टि काट्नु भयो समाजले पनि देख्यो समाज पनि बोल्ला म मात्रै बोलेर पनि भएन त्यो हामीलाई भागो नै दिदी यो कुरा त अब छोराले लड्नु पर्ने कुरा अंश मलाई दे भनेर छोराले लड्नु पर्ने कुरा हो हैन छोराले लडेर त पाउनु छ भने बल्ल छोराले आफ्नो तपाईको छोराले पाउनु पर्ने होला यसमा पनि हैन तपाईको श्रीमानले त्यो सम्पत्ति मेरो बुवाले चाहेपछि मलाई दिन सक्नुहुन्छ नत्र नचाहेपछि मलाई नदिनु पनि सक्नुहुन्छ भन्नु सक्नु भएको छ भने अब यो कुरामा तपाईहरु लड्दाखेरि अलिकति जायज जस्तो लागेन मलाई दिदी हैन यो कुरा चाहिँ तपाईहरुको फाटो आएको कुरामा चाहिँ अर्कै छ यता कुरा अर्कै निस्क्यो र तपाईले डिभोर्सको फाइल निकाल्छु भन्नु भएको छ एउटा सानो जग्गाको कारणले गर्दाखेरि सम्बन्ध विच्छेदै किन गर्नुपर्ने अवस्था आयो त नै यस्तो हो त्यो मैले यस्तो गरेको उहाँले त्यो के मेरो श्रीमानले के भन्यो अरे भन्दाखेरि दादी पनि मेरो साल जोते थियो रोप्ने भनेर अनि पछि ससुरा म रोप्नु तले किन रोप्नु लाग्नुभयो भने त्यहाँपछि त्यसलाई नदिनु बुवा गर्नुस् खानुस् भन्छ त्यसलाई नदिनुस् भन्छ भन्नु त्यो भन्दा मेरो मन दुख्यो के म र मेरो छोरा रहन्छ मुसु तपाईलाई अरे भनेर सुन्नुभयो कसले भनेको तपाईलाई यो कुरा तपाईले सुन्नुभयो आफैले नै ससुरालाई सोधेँ मैले ससुरा अनि त्यो खेत म रोप्छु भन्ने नै अनि कान्छालाई अनि तपाईँले आफै रोप्नुहोस् आफै खानुहोस् त्यसलाई नदिनुहोस् भनेको छ भन्नु मलाई नदिनुहोस् भने म त सहनी भइहाल्यो छोरा छ नि त बुवा त्यसलाई दिनुहोस् त्यसले चाहे बाजुरा चाहिँ चाहे जुत्रा खान्छ भन्ने भने त मेरो चित्त बुझ्थ्यो नि अनि अरूसँग के भन्ने अरे मेरै दिदीसँग भन्यो अरे अनि त्यो भीमपुर खेत पाखले कान्छ अनि बरु यहाँ घरै बेचेर बस विदेश नजा झगडा पर्छ भन्दा के भने उसले मुद्दा लडेर पाउँछ भनेर भन्यो अरे के अहिले पनि के भने त नदिनुहोस् बुवा तपाईँले राख्नुहोस् भनेर भन्ने अरे के नै त्यो कमसेकम हामी स्वास्नी छोरो भए त त्यसले दिन्छु भन्न पर्ने नि हो त्यही भएर चित्त दुखेको मलाई घरको पिराले सताथे त्यही भएर मैले जग्गामा नै जग्गा दिन्न भने पनि मलाई जग्गा चाहिँदैन अबदेखि म के सोचिरहेको छु भनेपछि छोरा पनि लग्न पर्यो छोरा पनि बुझाउँछु मसँग भएको अंश पनि बुझ पनि पहिल्यै लिए भन्नुभयो म अझै पनि दिन्छु म एक्लै जिउ जता हिँड्छु मलाई मतलब छैन पहिले मलाई मिडियामा खोज्न पाउन्न तपाई चाहनुहुन्छ यही उहाँले त हजुरको श्रीमती यति धेरै भन्नुभएको छ ल छोराछोरी बुझाउँछु छोरा बुझाउँछु र म तपाईको सबै कुराहरू बुझाइदिन्छु र म हिँड्छु मलाई मिडियामा खोज्न नि पाउनु कहीँ पनि खोज्न पाउनुहुन्न भन्नुभएको छ के हो तपाईँ यसमा राजी हुनुहुन्छ मलाई कसै पैसा खाएको पनि छैन केही पनि छैन यस्तो त्यतिकै हिँडेर हिँड्नु भन्नु पाउँदैन त्यतिकै जब घमण्ड गर्न पाउँदैन त्यतिकै जब चाहिँ म हिँड्छु घमण्ड गर्छु गर्नु पाउँदैन तपाईलाई माया छ तपाईको श्रीमतीसँग डिभोर्स गर्न चाहन्न भन्नुहुन्छ भने मिल्ने कुरा छ त यहाँ किन तपाईहरु टाढा टाढा हुनुहुन्छ मिल्ने कुरा छ त सर तपाईहरुको 3टा छोराछोरी छन् यस्तो उमेर भइसक्यो जुङ्गादारी फुलिसक्यो हैन हरेक कुराहरु भइसक्यो तपाईले यति सानो कुरामा किन सर भन्नुस् त ल म्याडमलाई पनि भन्नुस् माया हो 20 वर्ष बसेको बुढी हो माया हो तपाईले दुईटैले एउटाले फोन गरेर म उठाम्ला अर्कोले फोन गरेर म उठाम्ला भन्दाखेरि यो सम्बन्ध भएको जस्तो लाग्यो अरु केही छैन यसमा ठुलो कुरा केही छैन तपाईले श्रीमतीले फोन गर्ली र मैले उठाम्ला र भन्ने अनि श्रीमानले फोन गरेपछि मैले मायाकै जरुरी माने मैले यसमा हैन टाढा हुनुहुन्छ तपाई पनि र श्रीमती पनि अरूसँग हुनुहुन्न समाज सरसिमले पनि देखाए होला तपाईको परिवारले पनि देखाए होला र तपाईले पनि अरु परिस्थितिसँग लाग्नु भएको छैन हरेक कुरा यो सम्बन्ध भनेको 2 दिनको खेल मात्र होइन तपाईलाई पनि थाहा होला हामीले तपाईलाई सिकाउनु पनि पर्दैन 20 वर्षको सम्बन्ध हो सानो कुराले उभा छ तपाईले पनि पहिला कुरा बिर्सिनुस् र आफूले भनेका कुराहरुमा पनि सरी माग्न सक्नुहुन्छ र म्याडमले पनि मैले हो हजुर सुन्नु न मैले कति मागे कति मैले भनिसके म डिभोर्स दिँदै दिवस मात्रै दिन्न भन्ने पनि आफ्नो दायित्वबाट भाग्न भन्नाले हुन्छ नि तपाईले गर्दाखेरि अब हरेक कुरा जिम्मेवारी म लिन्छु मेरो श्रीमतीको जिम्मेवारी लिन्छु म मेरो छोराको जिम्मेवारी पनि लिन्छु भनेर लिनु पर्छ सर हजुर जिम्मेवारी लिनको लागि मलाई पैसा चाहियो म फलाना ठाउँ तिर्छु फलाना ठाउँ भनेपछि म कुहानी हैन नि त मैले आसन पठाएर त नपठाएको भनेको अहिले छुट्टी काटेर यता आदेखि मात्र त मैले नपठाएको यो भन्दा पहिला मैले कति पठाएको छु 4 लाख रुपैयाँ त उनलाई 30 वर्ष 4 लाख रुपैयाँ त घर खर्च मात्र भनेर हालेछु घरमा छोरा छोरी छन् त्यहाँ हिसाब गर्ने 14 लाख रुपैयाँ कमाएको यो छुट्टी मैले 14 लाख कमाउँदाखेरि हिसाब गर्दा 4 लाख रुपैयाँ उनको नाममा त पठाथे 4 लाख रुपैयाँ चाहिँ घर खर्च मात्रै गएको छ बाकी मैले अन्त तिरेछु भने 4 लाख गयो कहाँ त्यो मलाई चाहिएन घर खर्च राम्रो चलाए त्यो पैसा पनि चाहिएन मैले भन्ने थिएँ
तर चाहिँ अझ पनि तेरे गर्ने भनेको नमान्ने नै सर सबै कुराहरू तपाईँले त्यो पुरानो कुरा कुट्टाएर तपाईँहरू बिचमा सधैँभरि यो द्वन्द्व भइरहेको छ हेर्नुहोस् कहिले पनि समाधान हुन्न यो कुराहरू तपाईँहरू दुईजना मिलेर के गर्नु पऱ्यो भने 3टा छोराछोरी छन् बुढा बामा भइसक्नु भएको छ तपाईँहरूको उमेर पनि बुढो भइसक्यो होइन तपाईँहरूले पनि अब नयाँ जिन्दगी सुरुवात गरौँला नयाँ तरिकाले गरौँला भन्ने छैन तर यही सम्बन्धलाई राम्रोसँग बचाएर तपाईँहरूले चाहिँ के हुनु पऱ्यो भन्दा अब तपाईँले पनि अहमता गर्नु भएन र श्रीमतीले पनि अहमता गर्नु भएन किनभने छोराछोरीको अब छोरी बिहा भएर गइसकेको छ सम्झिनु भइसक्नु भएको छ होइन हजुर सोध्नुहोस् कि उहाँले उहाँको के छ चाहना म त दिन उहाँ चाहिँ यो अहिले सर डिभोर्स दिन्न भन्ने तपाईँ आफ्नो कर्तव्य र दायित्वबाट टाढिरहने आनन्दले यतातिर बाबालाई मात्र फोन गर्ने उतातिर श्रीमतीको वास्तै नहुने छोराछोरीको वास्तै नहुने भएपछि श्रीमतीले पनि माया खोज्छ सर हेर्नुहोस् भौतिक रूपमा शारीरिक रूपमा नभए पनि हजुर भन्नु न फोनै ब्ल्याकलिस्टिङ गर्दै पछि अहिले चाहिँ खोले मैले ठिक छ त पहिला बन्द गर्नुभयो मनमुटा भयो अब अहिले खोल्नु भएको छ राम्रो सम्बन्ध बनाउनुहोस् न त पहिलाकै कुरा नकोटाउनुहोस् न त सर होइन पहिला कुरा कोटाउनु मन त तपाईँका नि कुरा कोटाउनु होला सधैँभरि यो हुँदै हुन सर उहाँ कुरा गर्न चाहनुहुन्छ तपाईँसँग राम्रोसँग भन्नुहोस् तपाईँले पनि अब श्रीमतीलाई पनि कसरी आफ्नो श्रीमती हो 20 वर्षसँगै बसेको श्रीमती हो तपाईँले पनि रिजाइन गर्न सक्नुहुन्छ र श्रीमतीले पनि अब तपाईँले राम्रो सम्बन्ध गराउँछु र माया ममता दिन्छु भने श्रीमती पनि त्यति नराम्रो हुनुहुन्छ जस्तो लागेन मलाई ल अब तपाईँहरू दुईटा कुरा गर्नुहोस् ल दिदी कुरा गर्नुहोस् तपाईँले ल के हो कस्तो हो तपाईँहरू दुईजनाले गरेर कुरा गर्नुहोस् होइन ल ल भन्नु के चाहन्छ तपाईँले उहाँले के गरेपछि म मान्छु अथवा हुन्छ नि मैले यस्तो गरेपछि यस्तो गर्छु भन्नु नै अहिले भन्नु भने तपाईँले पैसा पठाए 4 लाख मैले आउँदा पनि त हिसाब तपाईँले हिसाब माग्नुहुन्थ्यो मैले हिसाब दिएकै हो 4 लाख पनि त 3-4 वर्ष 4 वर्ष हो पहिला तपाईँ बसेको गएको थियो 4 वर्ष 1 वर्ष पठाउनु भएको थिएन पैसा ससुराले मलाई 15,000 दिएको त्यो पनि याद छ त्यहाँ तिमीले हिसाब गर्दाखेरि कति भन्दाखेरि 4 लाख तिम्रो नाममा त पठाएको थियो त्यो केसको भन्दाखेरि घर खर्च कहिले आफूलाई 3 लाख कति लाग्यो मलाई लाग्यो कहाँ के लाग्यो भन्यो तर मलाई त्यो ओके त्यो ठिक छ घर खर्च लाग्यो म पनि बुझ्ने मान्छे तर मैले भन्नु नमान्ने बाहिर हिँड्ने भनेको नमान्ने यता भन्दा उता सेपिने जति आफ्नोलाई सेप्न खोज्यो बाहिर चाहिँ तर्किने मलाई ब्ल्याकलिस्ट गरिदिने बनाने भने बन्द गरिदिने त्यस्तो गर्नु कसो चित्त बुझ्छ त नै चित्त बुझ्नु नि यस्तो हो नि त पैसा त्यो मैले त्यो 4 लाख पठाए बेला पनि मैले हिसाब दिँदा तपाईँले भन्नुभयो नि मान्छेसँग नि भन्नुभएको छ रेकर्ड मसँग पनि छ अनि तपाईँले के भन्नु मैले पठाएको पैसाको हिसाब दिन सकिनँ कसलाई पैसा हाल्दै भन्नुभयो कि पहिला नि कसलाई पैसा खुवाइ भन्नुभयो कि अनि म घर तपाईँले मलाई भन्नुहुन्थ्यो पैसा तैँले मेरो पैसा खाइस् भनेर भनेदेखि मलाई फोन हान्न मन लाग्दैन म तपाईँलाई पैसा माग्न मन पनि लाग्दैन पहिला मैले तपाईँलाई पैसा फोन हान्थेँ पैसा माग्थेँ मैले जब तपाईँले मेरो पैसा खाइस् भन्नुभयो नि पहिला त सम्बन्ध राम्रो थियो पहिला त तपाईँले मेरो नाममा पठाउनुहुन्थ्यो मैले कारोबार सब पर्खिनु पहिला मैले कारोबार गर्थेँ सबै पहिला कारोबार हो अनि जब तपाईँले पैसा खाइस् भन्दै म तपाईँ थाप्लोमा हालिदिएको कारोबार ल आफै कारोबार गर्नुहोस् भनेर बाहिर गरिन् तपाईँ थाप्लोमा थियो घर खर्च मेरो थाप्लोमा थियो अनि त्यति हुँदाखेरि तपाईँलाई मैले भनि त राखेँ पैसा पठाइदिनु खुरुखुरु भनेर तपाईँले अहिले ब्ल्याकमा हाल्नको कारण पनि यस्तो नि त तपाईँले अहिले ल भनिन एउटा सोचेर भन्नु न पहिला मैले छोरी पहिला गर्दा छोरीकै त पनि जा मैले सोचेँ रिसको बेला भन्यो भने मैले त्यो माइन्ड पनि ल्याएको होइन पछि मैले जब रिस उठेपछि मैले बल्ल मैले सोचेको अनि बेला टाइम तपाईँलाई फोन हान्यो अनि मैले के भन्नु तपाईँलाई छोराछोरी मुक्तिमा झगडा नगर्नुहोस् एकान्तमा जति भन्नुहुन्छ मलाई भन्नु छोराछोरीले भोलि पिर मान्छन् दुःख मान्छन् नभन्नुहोस् भन्दा तपाईँ झगडा गर्नुहुन्थ्यो अनि तपाईँको बेलामा हाल्न कारण के हो त मैले तपाईँले फोन हान्ने मसँग झगडा गर्ने अनि छोराछोरी आउने मम्मी ठुलो बनाउनुहोस् भन्ने अनि मैले फोन काट्थेँ फेरि फोन हान्ने फोन काट्थेँ फेरि फोन हान्ने फोन काट्ने ल किन काटिस् भनेर झगडा गर्ने त्यही भएर बेलामा हालेपछि मलाई आनन्द छोराछोरीले सुन्न नपाउने मैले सुन्न नपाउने भनेर मैले बेलामा हालेको बेलामा हाल्न कारण मेरो यो हो अरू होइन अरू मैले के गर्न हालेको होइन रिसाउनुमा पनि कुन मान्छे त होइन नि त मान्छे कहिले प्रेसर हुन्छ कहिले घरमा त्यस्तै प्रेसर दिएपछि रिसाउने कुरो हुन्छ कहिले त्यता पनि प्रेसर हुन्छ रिसाउने कुरो हुन्छ तर सधैँ रिसाउने होइन नि त सधैँ पनि 7-8 महिना ब्ल्याकलिस्टमा हाल्नु त भएन नि त मैले चैतको 22 गते छोरी गएको
23 गते पनि फोन भएको 24 गते हालेको अनि मैले वैशाखको लगभग 23 24 गते हो कि 14 15 गते मैले खोलेको बाबु रिजल्ट आएपछि मैले खोलेको अनि बाबुलाई फोन गरौँ भनेको बाबुले मानेन मैले त्यति बेला वैशाखको महिना खोलेको अनि कहाँबाट मैले बोलाठ्याम त्यति बेला हालिरहेको थिएँ अनि अस्ति पनि फोन खोलेको थिएँ अनि पछि खोलिरहेको थिएँ अस्ति झगडा पो फेरि हालेको मैले पैसा पठाइदिएकै नै त मैले योभन्दा अहिले जस्तो मैले यो जति आयो 10 महिना हो यो महिनामै पठाएको छैन मैले भएको सर यो तपाईँको यो भित्री कुराहरू पछि साँझ तपाईँले फेरि फोन गर्नु होला पहिला ब्ल्याकलिस्टमा हालेको थिइस् त रिसाइस् त पुलिस भनेर यो कुरा झन् बढ्छ होइन ब्ल्याकलिस्टमा थियो अबको दिनहरूमा दिदीले ब्ल्याकलिस्टमा राख्नुहुन्न तपाईँले नि मायाले बोल्नुहोस् उहाँले नि मायाले बोल्नुहुन्छ नराम्रो कुरा नगर्नुहोस् त्यो भयो हुन्न र अझै पहिलाको कुरा त कोटायो भने त हुँदै हुन्न दिदीले पनि कोटाउनु भएन तपाईँले पनि कोटाउनु भएन होइन अब मुद्दा तान भन्ने लास्टमा तपाईँले पनि त्यस्तै गरेर दायित्व र कर्तव्यबाट विहीन भइराख्ने हुँदैन हुन्न होइन सर जान परिवारलाई मैले कसरी राख्यो कसरी छोरालाई पैसा पठाउनु कसैले खुल्छ मेरो दायित्व हो उनको दायित्व गएको डिभोर्स हाल्ने म भन्यो साथीले मेरो हो पठाउने कति चाहिन्छ पैसा पठाउने मेरो दायित्व म बाउ हो मेरो परिवार हो मेरो दायित्व तर उहाँले डिभोर्स तपाईँले अब के गर्नु पर्यो भने तपाईँले अब तपाईँ डिभोर्स गर्न चाहनुहुन्न भने श्रीमतीलाई कसरी फुलाउने हो फकाउने हो भन्नुहोस् अब सारा मिडियामा हाले भनेर तपाईँले श्रीमतीलाई टर्चर दिने छोराले यस्तो भन्यो भने नभन्नुहोस् किनभने चित्त दुख्यो र भने ठिकै छ भने मैले पनि दायित्व पुरा गरेन कि कहीँ कतै कमजोरी भयो कि मेरो पनि भनेर सोध्नु होला सर होइन तपाईँले अब आफूले गर्दै पनि भएन भन्ने लाग्यो होला तपाईँलाई र उहाँहरूले महसुस गर्न पाएनन् छोराछोरीले पनि महसुस गरेनन् होला होइन अब एउटा आफ्नो ठाउँमा आफ्नो पाटो छ तपाईँले पनि कुन तरिकाले गर्नुपर्छ आफ्नो छोराछोरीलाई र श्रीमतीलाई भने तपाईँलाई थाहा होला हामीले सिकाउनु पर्दैन र तपाईँले अब के चाहनुहुन्छ श्रीमतीबाट तैँले यो गर र म यो गर्छु भन्नुहोस् उहाँ अब यो यति कुराहरू टुङ्गाउनुहोस् बुढा भएको बुवा आमालाई टेन्सन नगराउनुहोस् ल भन्नुहोस् बुढी तँ यो गर म यो गर्छु भन्नुहोस् यहाँ अब ल खै मिडियामा समक्ष ल भन्नुहोस् सर उहाँले चाहिँ डिभोर्सको पेपर तानेपछि मैले जे गर्नु पैसा पठाउनु भन्दा पठाइदिन्छु पैसा पठाउनुको लागि अनि के चाहियो तर डिभोर्स पनि हाल्ने मलाई चाहिने भनेपछि त्यो मिल्दैन तर मबाट के चाहना छ र मबाट के चाहना छ उसलाई ल सरले के भन्नुभयो भने तपाईँले यही पनि सुन्नुभयो होला होइन सरले के भन्नुभयो भने तैँले डिभोर्स तानेपछि म पैसा पठाउने तँलाई के चाहियो कहाँ चाहियो सबै हिसाब किताब बुझा मलाई म गर्छु म पठाउँछु भन्नुभयो ल तपाईँले के भन्न चाहनुहुन्छ ल श्रीमतीबाट सुन्नुहोस् तपाईँले अब तपाईँले भनिसक्नु भएको छ तपाईँले के भन्नुहोस् पैसा पठाइदिए भए त म हाल्ने पनि थिइनँ नि त म केही गर्ने पनि थिइनँ नि त खै बताउन्न अब त मैले यत्रो वर्ष भइसक्यो त अब बताउनु म बताउन्न मलाई जब यहाँसम्म डिभोर्ससम्म पुगिसक्यो मिडियामसम्म पुगिसक्यो त म बस्दैन अब म त अझै पनि मलाई यस्तै मलाई शान्त हुन ससुरालाई म दोष दिन्न झगडा गरे पनि लरे पनि जे गरे पनि मलाई सेपिहाल्नुहुन्छ सासू जस्तो कराउने पैँतिस गर्ने म मिल्दैन अब आमाले पनि सुन्नु आमाले पनि तपाईँहरू बुढाबुढी मिलेपछि सासू पनि मिल्नुहुन्छ आमा के छ र होइन यता आउनुहोस् त यहाँ ओर आउनुहोस् यता ओर त आउनुहोस् ल यिनी मिल्छन् भनेपछि मलाई त्यही राम्रो छ बाबु म आफै त्यसै मिल्छु म आमालाई पनि भन्नुहोस् आमा हामी मिलेपछि तपाईँलाई सुख छ कि छैन भन्नुहोस् यहाँ आमा त छोरालाई गरेपछि म अटोमा चढ्दैन त्यो बुहारीले भन्दैन भन्नुहुन्छ मेरो छोरालाई सन्तोक हुन्छ नि म सन्तोकै छु म गर्छु अनि म खुसी देख्न चाहन्छु म तिम्रो मिल्छ भनेपछि मलाई त्यसै खुसी छु बा म त्यसै राम्रो छु ल सर म हामी यता अब अरू कुराहरू यहाँ उ गर्दै गरौँ ल तपाईँले सम्झाउनुहोस् यहाँ आफ्नो श्रीमतीलाई अलिकति कुरा अझ अलिकति कुरा तपाईँले प्रश्न गराउन सक्नु भएन तपाईँले त्यो छ्यामा भनेको कुराहरूमा उहाँलाई चित्त बुझेन अरे कि त अब तपाईँले छ्यामा मैले रिसको झोकमा भने मम्मी तपाईँ बुवाको छ्यामा हो र भने छोराछोरीले मलाई प्रश्न गरेछ बेलुका ऊ चन्द्रराज जेठाजु भन्नु भने डिभोर्स गर्छ म चन्द्रराज जेठाजु भन्नुपर्छ हुन्छ
त्यो बेला भनेको होइन त्यो बेला अनि पहिला पनि आमा अब आमा भन्छु भनेको होइन कमसेकम मैले गल्ती गरेँ मान्छे आमा छोड्दै भने म छोड्दै त उस चन्द्रलाई पनि जेठाजी भन गरे न त तेरो मेरो जुठा गाडी छुट्टिन्छ रे चन्द्रदान जेठाजी किन भनिदिनु गरे पहिला यो चन्द्र जेठाजी पर्छ भने थाहा थिएन जुङ्गे ससुर त्यो टेक्न ऊ पर्छ अनि ससुर पर्छ भने थाहा थिएन भिनाजी भनिस गर तँलाई कति झगडा भएको छ तेरो मेरो डिभोर्स होला गरेर चन्द्रलाई जेठाजी भन गरे टाउको देखाउँछस् गरे भयो मलाई चाहिन्न गल्तीहरू अब आइन्दा भन्दिन बुढी भन्नु पर्यो आफ्नो बुढीलाई सम्झाउनु पर्यो त 20 वर्षको सम्बन्धलाई यतिकै त्यसै बिना मिडियामा पुगे त म अब बस्दै बस्दैन मिडियामा पुगे मलाई चाहिन्न छोरा पनि जहाँ बस्छन् यिनको खुसी हो बाबासँग बस्छन् जहाँ बस्छन् यिनको खुसी हो यिनलाई सोध्नुहोस् म बस्दैन त्यसो भनेर उहाँबाट पनि भनिसक्नु भएको छ भोलिको दिनमा केही भनेपछि तपाईँ अहिले कमसेकम सासूले पनि अलिकति यस्तो भयो जे पनि गल्ती भएको भने गाली गरेर सन्थ्यो त मैले झन् चर्केछु म पनि चर्किन्छु भयो के मतलब बर मलाई मात्रै के खाँचो बर मलाई माया त पाछेन मलाई सम्पत्ति के मलाई आश बर आसम त लड्थे आसम त छोरालाई लड्छु भनी सोच्थ्यो लड्थे सम्पत्ति पनि मागे थियो छोरालाई माग्छु भन्थे अब माग्दैन म बुवाहरुसँग नि कुरा गर्छौं यसमा गर्ने कुराहरु तपाई फोन मलाई चाहिन्न म छोरालाई लडेको मलाई छोरा पनि चाहिन्न छोरा चाहिन्न म जहाँ जान्छु मलाई के खान्छ यता सुन